साथीहरू बब्बाल बब्बाल भिडियो छ हेर्ने होइन त सुरु गरौँ है अब। हेलो साथीहरू, गुड मर्निङ, नमस्कार। आज चाहिँ होलीको दिन। आज होलीको लागि चाहिँ भानुचोकमा यहाँ पुरा स्टार्ट भइसकिसकेको छ। म तपाईँहरूलाई यो होलीको रङ उडाएको म देखाउँछु अहिले। यो भिडियो हेर्दै रहनु होला। मैले स्टार्ट आमा पैसा कति दिनुपर्ने? तपाईँको मोबाइलतिर पनि आउँछ नि यो त। ल आज ह्याप्पी होलीको दिन। उखु दिन उखु व्यापार कस्तो छ त हजुरको? एकदम राम्रो छ। हो मान्छे पनि राम्रो, उखु पनि राम्रो। उखु पनि किनिसक्यो मेरो श्रीमतीले। ल भोलि बच्चन एकदम राम्रो छ। साथीहरू हेर्दै रहनु होला, म तपाईँहरूलाई पुरा देखाउनेछु। आज होलीको प्रोग्राम यहाँ सुरु भइसकिसकेको छ। हेलो साथीहरू, म भानुचोकमा आइसकिसकेको छु र होली चाहिँ सुरु भइसकिसकेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, एकदम रमाइलो भइरहेको छ। यो चाहिँ भानुचोकको खण्डघरले लागेको एकदम ठुलो होली धरानको हो। यो तपाईँहरूले हेरिराख्नु होला, म तपाईँहरूलाई देखाउँदै जानेछु। र यसरी नै साथ सपोर्ट गर्दै जानुहोला। यो भिडियोलाई आएर भिडियो लाइक कमेन्ट गर्नुहोला। र म तपाईँहरूलाई अहिले भानुचोकमा देखाइरहेको छु। मेरो बुढीले पनि हेरिरहेछ र म तपाईँहरूलाई अब माछाभौडीतिर लाँदैछु। तपाईँहरू हेर्दै गर्नुहोला। यो चाहिँ घन्टाघरको लाइन हो, टाढो लाइन। त्यतातिर चाहिँ यस्तो छ वातावरण आजको। तपाईँहरू एकदम हेर्न सक्नुहुन्छ। यो चाहिँ रङ बेचिराख्नु भएको छ। साथीहरू एकदम हेर्नुहोला कस्तो लाग्दैछ तपाईँहरूले आज धरानको होली। मैले सकेसम्म तपाईँहरूलाई एकदम देखाउने प्रयास गरिसकेको छु। तपाईँले हेर्नुपर्नुहुन्छ, अन्तिमसम्म हेर्नुहोला। र मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला। म तपाईँहरूलाई माछाभौडीतिर लाँदैछु। उहाँ प्रोग्राम कस्तो छ तपाईँहरू हेर्न सक्नुहुन्छ। हामी देशी लाइनतर्फ जाँदैछौँ साथीहरू। हामी सँगसँगै तपाईँहरू पनि हेर्दै जानुहोला। यो भिडियोलाई अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। म तपाईँहरूलाई आजको होली कस्तो देशी लाइन साथीहरू, देशी लाइनमा चाहिँ पुरा रोडै जाम गरेर खेलिरहेछ। रमाइलो छ आज चाहिँ। कस्तो लाग्दैछ हाम्रो घर हेरिदिनु होला। यो धरानको स्पेसल गाइजहरू अब हामी चाहिँ कहाँ जाँदैछौँ अरे? हामी चाहिँ माछाभौडी जाँदैछौँ। माछाभौडीमा के हुँदैछ साथीहरू हेर्दै गर्नु होला। यहाँ त पुरा बवाल हुँदैछ अरे साथीहरू, बवाल हुँदैछ अरे। ला के भएछ? के भयो यस्तो खतरा? ल ल ल ल ल ल ओ के भयो यस्तो भिड? अब आयो आयो आयो। ह्याप्पी होली। यहाँ चाहिँ पुरा हुँदैछ है पुलिसहरू। तपाईँहरूलाई कस्तो लाग्दैछ यो भिडियो लाइक कमेन्ट पनि गर्नुहोला साथीहरू। तपाईँहरूलाई म देखाउने त जारी नै छ, अझै पनि हाम्रो भिडियो छ, तपाईँहरूले हेरिरहनुहोला। अनि हाम्रो भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला साथीहरू। यदि सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरेर जोडिनुहोला। म यस्तै यस्तै भिडियोहरू तपाईँहरू सामु लिएर आउनेछु। र आजको होली तपाईँहरूलाई कस्तो लाग्दैछ? यो चाहिँ माछाभौडीमा रहेको प्रोग्राम हो आजको।
आज 2081 सालको होली हो। यो चाहिँ एकदम बवाल चलिरहेछ धरानमा। तपाईँहरूकोतिर कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ एकदम लाइक कमेन्ट गर्नुहोला। यो चाहिँ माछाभौरीको एकदम ठुलो प्रोग्राम भइरहेको छ। मैले चाहिँ यहाँ दाइसँग भेटघाट भएर पुरा गफसफ भएर यसो फोटोसोटो खिच्यौँ, रमाइलो भयो। अनि होली पनि दलादल भयो, एकदम खुसी रमाइलो भयो साथीहरू। अनि हाम्रो होली चाहिँ यस्तै रमाइलो गरेर बित्यो आज। र म यो भिडियो तपाईँहरूलाई एकदम अन्तिमसम्म हेर्नुहुन्छ भन्ने पूर्ण विश्वास आशा छ। एकदम दाइ चाहिँ रमाइराख्नु भएको छ। हामी अब भानुचोकतर्फ जानेछौँ। तपाईँहरू हेर्दै रहनुहोला। यो भिडियोलाई लाइक पनि गर्दै गर्नुहोला। सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गर्नुहोला साथीहरू। र म चाहिँ एकदम डान्समा यहाँ श्रीमतीसँग पुरा डान्स गर्दैछु। तपाईँहरू हेर्नुहोला एकदम कस्तो छ हाम्रो भिडियो। लाइक कमेन्ट पनि गर्नुहोला साथीहरू। म चाहिँ अब तपाईँहरूलाई भानुचोकतर्फ लानेछु साथीहरू। हामी चाहिँ अब भानुचोकतिर लाग्यौँ। तपाईँहरू हामी सँगसँगै जाउँ है त। एकदम यतातिर सकिएर भानुचोकको प्रोग्राम हेर्न फेरि जाँदैछौँ। कस्तो लाग्दैछ त हजुरहरूलाई धरानको होली? कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ? अनि लाइक कमेन्ट पनि गर्नुहोला, सेयर सब्सक्राइब गर्नुहोला। अब हाम्रो सानो भ्लगलाई एकदम सपोर्ट गर्नुहोला साथीहरू। यो चाहिँ देशी लाइनतर्फ फेरि हामी फर्किसकेको छौँ। तपाईँहरूलाई भानुचोकतर्फ लाँदैछौँ। भानुचोकमा कस्तो छ त प्रोग्राम, त्यहाँ पनि गएर हेरौँ। तपाईँहरू साथ दिनुहोला। म यस्तै भिडियो लिएर आउनेछु साथीहरू। यहाँ बहिनीहरूले पुरा खेल्दै रहेछ, एकदम रमाइलो भएको छ आजको होली चाहिँ। हामी फेरि लाग्यौँ दुईजना। तपाईँहरूलाई देखाउँदै कस्तो छ त धरानको होली। तपाईँहरूले यो भिडियो हेरेर हेर्न सक्नुहुन्छ। लाइक कस्तो लाग्दैछ होली। भानुचोकतिर लाग्यो गाइजहरू, सबैजना हेर्नु होला। हेर्ने मात्रै होइन, कमेन्ट पनि गर्नु होला, लाइक पनि गर्नु होला। आज चाहिँ हाम्रो यतातिरको होली, धरानको होली। यता पुरा रङहरू पनि छ। रङहरू कति किन्नु? पछि ठ्याक्कै घन्टाघर देख्नुभयो। अब ठ्याक्कै यहाँ प्रोग्राम हुँदैछ अलिकति पर्तिर। तपाईँहरूलाई म लाँदैछु, मेरो पछि आउनुहोला, हेर्नुहोला। यहाँ चाहिँ हाम्रो हिक्मत ब्रो पनि हुनुहुँदो रहेछ। यो चाहिँ ठ्याक्कै हामी भानुभक्तको मूर्ति लिएर आइपुग्यौँ साथीहरू। अब ठ्याक्कै यतापट्टि चाहिँ प्रोग्रामहरू हुँदैछ, तपाईँहरू हेर्नुहोला। एकदम बवाल छ आजको होली चाहिँ। यस्तै भयो हाम्रो धरानमा चाहिँ। हजुरहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियो कमेन्ट गर्नुहोला। यहाँ चाहिँ प्रोग्राम छ है, हेर्नुहोला। एकदम रमाइलो भएको छ होइन। तपाईँहरू कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु नबिर्सिनु होला। र आजको भ्लग चाहिँ कस्तो लाग्यो हजुरहरूलाई एकदम कमेन्ट गर्नुहोला। यहाँ पुरा प्रोग्राम भइरहेछ, एकदम होली चलिरहेछ। हामी चाहिँ भानुचोकमा आइसकिसक्यौँ साथीहरू, हेर्न सक्नुहुन्छ। एकदम होली चलिरहेछ। भाइहरू चाहिँ पुरा दलादल भएर पुरा है अन्डाले हान भइसकेको छ। यहाँ चाहिँ बवाली भएको छ, एकदम रमाइलो पनि भएछ। एकदम झगडा केही भएको छैन धरानमा चाहिँ। भानुचोकमा चाहिँ अरू ठाउँ के भएको छ त्यो चाहिँ मैले बुझ्न सकेको छुइनँ। यहाँ चाहिँ केही एकदम रमाइलो आनन्द भएको छ साथीहरू। मेरो बुढीले पनि पुरा रमाएर हाँसिरहेछ, एकदम रमाइलो लागेर चाहिँ खुसी लाग्यो कि आज चाहिँ यहाँ होलीमा रमाउँदै हिँडिरहेछ साथीहरू। हेर्नु सक्नुहुन्छ आज धरानको होली कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ भन्नुहोस्, कमेन्ट गर्नुहोस्। यो भिडियोलाई एकदम लाइक कमेन्ट दिएर माथि पुऱ्याइदिनुहोस् साथीहरू। म तपाईँहरूलाई देखाइरहेको छु, हेर्नुहोस् यतातिर कस्तो छ, रमाइलो छ। मलाई चाहिँ एकदम रमाइलो लागेको छ आज। तपाईँहरूलाई कस्तो छ, कस्तो भयो तपाईँहरूको होली, कसरी बिताउनु भयो, कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। एकदम रमाइलो छ धरानमा चाहिँ। यो चाहिँ धरानको भानुचोकमा भएको कन्सर्ट हो। कन्सर्ट भइरहेछ, यहाँको साउन्ड सुनाउन सके पनि तपाईँहरूलाई मैले बुझाउने प्रयास गरिरहेको छु साथीहरू। अब चाहिँ हामी लगभग यहाँबाट फर्किने लागेको छौँ साथीहरू। फर्के पनि अझै पनि तपाईँहरूलाई छ भिडियो हेर्नु नबिर्सिनु होला र स्किप नगर्नु होला।
यहाँ अब हामी फर्किसकेका छौँ। तपाईँहरूलाई यतातिरको दृश्य देखाउँदै जानेछौँ र तपाईँहरू हेर्दै रहनु होला। मेरो बुढीले चाहिँ यस्तो गरेर बनाइदिनु भन्दैछ र साथीहरू कस्तो लाग्छ तपाईँहरूलाई भिडियो एकदम हेर्नु। त्योहरू हामी चाहिँ भानुचोक होली खेलेर पनि फर्केको हुँदैछ। हामीले फर्केको यहाँ जाइदिनु हुँदैछ। हामी चाहिँ सधैँ यहाँबाट सामान लाने गर्छौँ अनि उहाँहरूलाई पनि म त पुरै खाली छैन ठाउँ। साउनीलाई यो कलरै राम्रो छैन नि। ल होली हाम्रो दोकानमै आएर दाइ दिदीलाई पुरा होली लगाइदियो कि एकदम रमाइलो मान्छे हुनुहुन्छ। ए ह्याप्पी होली 2081 81 होइन 82 होइन अब 82 लाग्न आँटो। होली चाहिँ बबाल खेल्यो दाइ दिदीको दोकानमा आएर यसो होइन। आन्टी हिँड्न लाग्नु भएको रहेछ। होलीको दिन त कस्तो धुम्म भइरहेछ है गाइस, हेर्न सक्नुहुन्छ। धरानको मौसम हामी चाहिँ घर हिँडेको भानुचोकमा चाहिँ अझै होली चल्दैछ। हामी चाहिँ फर्केको सब फर्केको साथीहरू। मैले तपाईँहरूलाई सकेसम्म राम्रो देखाएँ। तपाईँले हेर्नु होला, तपाईँ पनि हाम्रो भिडियो हेरेर इन्जोय गर्नु होला। अनि एकदमै रमाइलो भयो यसपालिको होली चाहिँ। हजुरहरू कस्तो भयो प्लिज कमेन्ट गर्नु होला है त गाइस। हामी चाहिँ घर जाँदैछौँ मेरो बुढो अनि म। कसरी देखाउनु यहाँ घरमा कसरी मनाइन्छ के कस्तो हुँदैछ हजुरहरूलाई सबै कुरा नदेखाए पनि यसो हेर्नु होला। अनि मन परेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्नु। हो सेकुवा पाक्दैछ सेकुवा। सुनसान छ यतातिर चाहिँ अहिले चाहिँ सबैजना भानुचोकमा भिड भएर। बुढी चाहिँ नुहाएको छैन, म चाहिँ मुख धोएँ साथीहरू। अनि आजको होली कस्तो लाग्यो हेर्नु होला। मैले एकदम सबै कुरा कमेन्ट गर्नु होला, हेर्नु होला। अनि आजको भिडियोलाई एकदम मन परेर लाइक कमेन्ट गरेर कस्तो छ त्यस्तै प्रतिक्रिया दिनु होला। मैले जानेको यति नै हो। हजुरहरूले के भन्नुहुन्छ धेरै लाइक कमेन्ट गर्नु होला। हस्त धन्यवाद। आजको भ्लगलाई मैले अन्त्य गर्दै अर्को भ्लगमा फेरि भेट्ने बाचा गर्दै आजलाई बाई बाई। बाई बाई एभ्रीवान। फेरि पनि ह्याप्पी होली।